हिमाल, तराई र पहाड यी तीनवटा भूभागमा नेपाल विभाजित रहेको छ। मुलुकको 3 भाग मध्ये मूल सडक तराई क्षेत्रमा बढी रहेको छ। यहाँको यातायातको मुख्य साधन भनेको नै सडक यातायात हो। त्यसकारण पनि कालो पत्रेमा मात्र नभई सबै प्रकारको सडकमा चालकले सवारी साधन चलाउनु पर्ने बाध्यता रहेको छ। नेपाललाई 14 अञ्चल र 75 जिल्लामा विभाजन गरिएको छ। उपलब्ध सरकारी तथ्याङ्क अनुसार मुलुकभर कालो पत्रे, ग्राभेल र माटोबाट निर्मित गरी कुल सडकको लम्बाइ 9379 किलोमिटर रहेको छ, जसमध्ये राजमार्गको लम्बाइ करिब 2517 किलोमिटर रहेको छ। यस बाहेक कालो पत्र गरिएको सडकको लम्बाइ 4258 किलोमिटर रहेको छ। यहाँका यातायात मजदुरहरूले यस्ता दयनीय सडकहरूमा समेत यातायातको सेवा प्रदान गरिरहेका छन्, मात्रै आँट र साहसको भरमा। यातायात चलाउँदा न त यिनीहरूलाई आराम गर्ने समय नै हुन्छ, न कतैबाट सहयोग नै। गन्तव्यसम्म यात्रुलाई सुरक्षित नपुर्याउन्जेल न त यिनीहरू आराम गर्छन्, न त चैनको सास नै फेर्छन्। कहिलेकाहीँ यसरी अहोरात्र कार्यको परिणाम हुने गर्दछ दुर्घटना। यहाँका सडकहरूमा आफ्नो ज्यानको कुनै पर्वाह नगरिकन आम जनतालाई एक गन्तव्यबाट अर्को गन्तव्यसम्म पुर्याउने अहम भूमिका खेलिरहेका छन् यातायात चालकहरू। विकट स्थान, डरलाग्दो भिड, अत्यन्तै घुमाउरो, पहिरो र भत्केको सडकहरूमा यातायातका श्रमिकहरू जनताको सेवामा अहोरात्र खटिरहेका हुन्छन्। आफूहरूमा बढेको असुरक्षा र श्रम शोषण विरुद्ध यातायात मजदुरहरूले पटक पटक सरकारलाई सचेत गराउँदै वर्षेनी कार्यक्रम गराउँदै आएका छन्। धेरै पटक साहुको अगाडि शिर निहुर्याउँदै गाली खाँदै गाडी चलाउने मजदुरहरूलाई सङ्गठित गर्दै आएको छ सन् 1990 सालदेखि नेपाल यातायात मजदुर सङ्घले। नेपाल ट्रेड युनियन काङ्ग्रेससँग सन् 1990 साल र इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडरेसन ITF सँग सन् 1993बाट आबद्ध रहेको छ नेपाल यातायात मजदुर सङ्घ। हाल देशभर युनियन सञ्जाल रहेको यस युनियनले सडक यातायात क्षेत्रका श्रमिक, पर्यटन क्षेत्रका श्रमिकहरूलाई सङ्गठित गर्दै आइरहेको छ। सन् 1990बाट स्थापित नेपाल यातायात मजदुर सङ्घले यातायात मजदुरको पक्षमा र श्रम शोषण विरुद्ध बुलन्द आवाज उठाउँदै आएको छ। जनआन्दोलन भाग 2 मा शहादत भएका मजदुर हुन् चाहे बाढी पहिरो पीडित सबै मजदुरलाई सहयोग गर्दै आएको छ यातायात मजदुर सङ्घले। मजदुरहरूको हक हितको सुरक्षाको ग्यारेन्टीको माग, आफ्नो काम गर्ने समय 1 हप्तामा 48 घण्टा, लामो दूरीमा कार्यरत चालक मजदुरका लागि निश्चित आराम गृह, चालकको जीवनलाई सुनिश्चित गर्ने वातावरणको विकास, ILO अभिसन्धि 153 कानुनी रूपमा पारित गर्न सरकारसँग माग गर्दै आएको छ। दुर्घटना हुनका प्रमुख कारणहरूमध्ये चालकलाई लामो समयसम्म काममा लागेको कारण प्रमुख कारण हो। त्यसैले 8 घण्टाभन्दा बढी काममा लाउनु हुँदैन र प्रत्येक 4 घण्टा काम गरिसकेपछि उसलाई रेस्टको आवश्यकता पर्छ, रेस्ट गर्नुपर्छ भन्ने त ILO अभिसन्धि 153 मा लेखिएको छ। त्यसलाई पारित गर्न 1997 देखि हामीले नेपाल यातायात मजदुर सङ्घले रेगुलर यो प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएका थियौँ। मुलुकभरि नेपाल यातायात मजदुर सङ्घले आफ्नो मातहतमा प्रत्येक जिल्लामा तथा क्षेत्रमा कार्यालय स्थापित गराइसकेको छ। यस सँगसँग मुलुकभरि 30,000 भन्दा बढीको सङ्ख्यामा प्रत्यक्ष रूपमा मजदुर सदस्य आबद्ध रहेका छन्। इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडरेसनसँग आबद्ध यस मजदुर सङ्घले फेडरेसनले सन् 1997बाट विश्वव्यापी रूपमा शुभारम्भ गरेको ITF रोड ट्रान्सपोर्ट एक्सन विकलाई सन् 1998बाट निरन्तर रूपमा ट्याक्सी तथा सवारी साधनको र्याली, रक्तदान, गोष्ठी, बसपाकमा कोण सभा लगायतका विविध प्रकारका अभियानहरू सञ्चालन गर्दै आइरहेको छ। मूलतः सन् 1998 मा ITF का वर्तमान इङ्ल्यान्डका विभाग सचिव मैक उराटाले नेपाल भ्रमणको समयमा सङ्घलाई दिनुभएको उत्प्रेरणाले हालसम्म प्रत्येक वर्ष ITF एक्सन विकमा सक्रिय रूपमा सङ्घले सहभागिता जनाउँदै आएको छ। सहभागितालाई प्रोत्साहन दिन सन् 2004 को एक्सन विक कार्यक्रममा वर्तमान ITF का एसिया प्रशान्त क्षेत्रका सचिव महेन्द्र शर्मा, त्यस्तै गरेर सन् 2005 मा मैक उराटा पुनः नेपाल आउनु भएको थियो। सन् 1997बाट शुभारम्भ भएको जुन अभियान मूलतः ILO अभिसन्धि नम्बर 153 सँग सम्बन्धित रहेको छ। हरेक वर्ष सो अभिसन्धि पारित गराउन तथा अन्य मागहरू सरकारवालालाई सुनाउन ITF को अभियानमा सहभागी हुँदै सामान्यतया अक्टोबर महिनामा सङ्घले बृहत रूपमा मजदुर सप्ताह मनाउँदै आएको छ।
विश्वभरि नै सन् 1997बाट सामान्यतया अक्टोबरमा आइएलओ अभिसन्धि 153 आफ्नो राष्ट्रमा अनुमोदन गराउन सप्ताहव्यापी प्रदर्शन हुँदै आएको हामी सबैलाई विदितै छ। एक रिसर्चका अनुसार लगातार रूपमा लामो समयसम्म सवारी चलाउँदा दुर्घटना मात्र हुने होइन कि चालकहरूलाई पेट, काँध, ढाड दुख्ने जस्ता खतरनाक समस्या देखा परेको निष्कर्ष निकालिएको छ। आइटिएफ तथा सङ्घलाई मन्त्री, उच्च औदाको सरकारी कर्मचारी, ट्राफिक प्रहरी, सञ्चार क्षेत्र, यात्रु लगायत सरोकारवाला सबैले पहिचान गरेका छन्। यस एक्सन विक अभियानमा यातायात व्यवस्था विभागका महानिर्देशक तथा कैयौँ पटक यातायात मन्त्रीहरूलाई पनि सहभागी गराइसकेको जानकारी गराउँछौँ। हाम्रो अभियान मूलतः दुर्घटना न्यूनीकरणसँग जोडिएकोले सबै क्षेत्र वर्गबाट हामी प्रशंसित समेत भएका छौँ। बढ्दो दुर्घटनाले पनि न्यूनीकरणका लागि गरिएको यस अभियानले प्रशंसा पाएको छ। हालैको आर्थिक वर्ष 2066-67 को 11 महिनाको ट्राफिक प्रहरी तथ्याङ्क अनुसार देशभरि मानव मृत्यु 1574 र चौपाया मृत्यु 1034 रहेको देखिन्छ भने सामान्य तथा गम्भीर प्रकृतिका दुर्घटनाको सङ्ख्या पनि उल्लेखनीय रहेको देखिन्छ। सन् 2010 मा हामीले काठमाडौँ बृहत ट्याक्सी र्यालीको आयोजना, पर्चा वितरण, कोण सभा, मोबाइल फोनबाट शुभकामना साटासाट विगतमा सम्पन्न एक्सन विकका श्रव्य दृश्यहरू समेटेर तयार गरिएको वृत्तचित्र आउँदो एक्सन विकको समयमा टेलिभिजनबाट प्रस्तुत लगायतका कार्यक्रम तय गरेका छौँ। 12 October, we have been completed successfully all over in the Nepal, distribute the leaflet. Now recently we have been completed in the Kathmandu, in the heart of the city, Ratna Park. We have been distributed leaflet, and also I got a report from my district committees continuously. They have been also distributing the leaflet and awareness program in the district headquarters, bus depots. Also all are encourages, and journalists also came in our office, and the journalists also interact with this issue and solidarity to this issue also, and they committed to the help in this issue also to the publish the paper also. तर पनि यहाँका यातायात मजदुर श्रमिकहरू भने नेपाल सरकार, प्रहरी प्रशासन, यात्राका समय हुने लुटपाटबाट निकै त्रसित छन्। बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भने झैँ यहाँको सम्बन्धित निकायहरूमा मजदुरहरूले जति बोले पनि बोली खेर गएको उनीहरूको टुकेसो छ। कतिपय कुरा महिलाहरूले यो कुरा समस्या पर्छ, किन अहिले लुटमार बेसी भएको कारणले गर्दा अनि महिलाहरूले चाहिँ अलिकति डराइरहेका छन् चलाउन। पहिला जति पेलमपेला भएको थियो त्यति साह्रो चाहिँ अहिले भएको छैन हैन, केही कुरामा चाहिँ परिवर्तन आएको छ। हामीले त विगतदेखि गर्दै आएको यस अभियानले निसन्देह कुनै दिन मूर्त रूप लिनेछ भन्ने आशा र विश्वास लिएका छौँ। तथापि आइटिएफको यस अभियान तथा हाम्रो क्रियाशीलताले सङ्घको सङ्गठन विस्तार र सङ्घ र आइटिएफलाई देशव्यापी रूपमा सबै सरकारवालालाई पहिचान गराउन पाएकोमा आइटिएफलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौँ।